संगीत एउटा माध्यम हो, भावनाको धुन हो, बह पुग्ने एउटा गतिलो बाटो हो। मनको बह फुटेर एउटा संगीत बन्छ, पीडा दुःख रोदन र खुसीको लय हो। संगीत वास्तवमै आत्माको भाषा हो। हरेक धुनले कुनै न कुनै कथा बोकेको हुन्छ, कुनै न कुनै भावनाको गहिराई दर्शाउँदछ। संगीत केवल ध्वनि होइन, यो त एउटा भावना हो, आत्माको मिठो तरङ्ग हो। कहिले पीडाको सञ्जीवनी बन्छ, कहिले उत्सवको धुन। जब शब्दहरू असफल हुन्छन् नि महोदय, तब संगीतले बोलाइदिन्छ। संगीत एउटा यस्तो सृजना हो जसले मनलाई बहकाउँछ, उचाल्छ, कहिले भावनामा डुबाउँछ त कहिले उन्मुक्त बनाउँछ। संगीत तीव्र भावनाबाट जन्मिन्छ, पीडा, रोदन, प्रेम, हर्ष वा जीवनका अन्य गहिरा अनुभूतिहरूबाट। जब मनको गहिराईमा केही चलायमान हुन्छ, तब त्यसले धुनको रूप लिन्छ। पीडाले करुणामय संगीत दिन्छ, प्रेमले मिठो सुर सजाउँछ, हर्षले उत्साहजनक लय जन्माउँदछ, रोदनले हृदय स्पर्शी धुन बनाउँछ। संगीत केवल स्वर र ताल मात्र होइन, यो आत्माले महसुस गर्ने एउटा अभिव्यक्ति हो। त्यसैले महोदय, संगीत एउटा माध्यम हो, भावनाको धुन हो, बह पोख्ने एउटा गतिलो बाटो हो।